पापालाई दिने मम्मीलाई दिने है हुन्छ कि नै धेरै परे साइमन है अब मलाई हो पाले बनान्छ क्या मामी यति किन बस्नुहुन्छ पाले अन्तिमलाई बोलाउनु पर्छ त किन उहाँ बस्नु त हर्गस देखाउँछ नि त अब मलाई मस्तै पर्या सुत नभएछ है सुतेर पनि फेरि पिटाइ खान्छ त बुझ्छस् नै आमालाई पाल्छस् नै कपडा लगाउनु जरा एक घन्टा लगाइदिन्छु है अनि नभएर लाग्ने सिधा हो न त्यो सुत जस्तो फेरि सिधा हो सिधा मस्तै परे है स्कुल कति नगए है दाँत ओड बन्द हुन झगडा गरे है कसलाई दिन्छ त पैसा आमाले हो आमाले र बाबालाई र आमालाई हैन आमालाई र बाबालाई र मम्मीलाई र पापीलाई पापीलाई पापी पैसा छैन है पैसा हुनु पर्यो 20 मेरो को दे दो Jangan. नयाँ ढुङ अझै ल उठा तिम्रो अब तिम्रो उठा सक्यो टेबलमा अब बाबुले मम्मी कर उता जान्छ त अन्त बस अब Aru manja anan kyo kate bajiga. न आइकेर न आउँदा लाग्ने रहेछ कि हालेर माटो मिसाएपछि हुन्थ्यो एकछिन माटो अहिले त आऊ के काम लाग्यो गयो चोइर यता हेर बाबु गइस Ari. नगरै सकी गयो भाइ के यस्तो काम गरौ त सबै कपडामा गायब गराले तिमीले है Iya. Koसँग आयो. एक्लै बुझ्यो Iklay? Kina iklay? त्यस्तै ठुली भए ज्ञानी भए लौ यो लौ त आमा घर गएको हुन्थ्यो यो व्हाइटले पत्तै यो जाने बेला उठा भाउजू Jur. ठुलो भए ज्ञानी भए धेरै पढे अनि सधैँभरि आमा भनेर चिने है Hazur kay to. पैसा मलाई दिन भिडियो गराउन लाग्दा कति दिन्छु कति दिन्छ भन्छ कति दियो पहिला जेठाबाट लगाइदिनु पहिला मान्छ हजुर हो त्यसो खाऊ राम्रो लगाउने आज त कुवा पर्ने हेर्नु छ सानोलाई बोला ढोक्यो हातमा आइपुग्यो पैसा त छैन 10,000 हुन कम दिनु है आज 10,000 में 10 रुपया रुपया अर्जी कम हो गया
10 रुपियाँ लैजाऊ चौचौँ खाऊ चुइङगम खाऊ उनको त किन हाँस्छ चरिन कति भयो 100 रुपियाँ पुग्यो 100 रुपियाँ पुग्यो जानबेला दिन्छु जानबेला है जानबेला पनि चाहिन्छ अहिले ल आमाले भन्न अब हुन्छ ingon deh ninyo 10 रुपियाँ देखाइदिनु हुन्छ deh ingon ninyo kay boy हुन्छ deh ingon no अझै यता यहाँ ठाउँको आमालाई आमा जानबेला पनि दिन्छु के को लागि भन्छ त्यसको लागि कहिले दिन्छु आऊ 10 रुपियाँ